चैत्र 28 2064 देशमा संविधान सभाको निर्वाचन हुँदै थियो। तेस्रो कुरा म भन्न चाहन्छु कि संविधान सभाको निर्वाचन कुनै पनि मूल्यमा गणतन्त्रको घोषणा हुनुपर्छ। जनताले मात्रै छन्, तर हामी नेताहरू महान हुन सकेका छैनौँ। निर्वाचनको केही दिन अघि मात्रै मेरो एसएलसीको परीक्षा पनि सकिँदै थियो। परीक्षाको अन्तिम दिन हलबाट बाहिर निस्किएपछि मेरो विद्यालयका प्रधान अध्यापकले मलाई एउटा गहिरो प्रश्न सोध्नुभयो। सुभाष, नयाँ नेपाल बनाउने अभियानमा सरिक हुने होइन त? सानैदेखि समाचार सुन्ने र राजनीतिक बहसहरूमा रुचि राख्ने भएकोले उहाँले भन्न खोज्नु भएको आशय मैले सजिलै बुझ्न सक्थेँ। मेरो प्रधान अध्यापक नयाँ नेपाल बनाउने सपनाको सारथी हुनुहुन्थ्यो, अर्थात् तत्कालीन माओवादी कार्यकर्ता। 2064 को निर्वाचन माओवादीप्रति नयाँ नेपाल निर्माणको उच्चतम आशा र उत्साह बोकेर सम्पन्न भयो। त्यो बेला माओवादी कार्यकर्ता मात्र होइन, उनका शुभेच्छुक र समर्थकहरूमा पनि बेग्लै जोस र उत्साह थियो। सायद नयाँ नेपाल बनाउने सपनाको सारथी बन्दै गरेको गर्वको अनुभूति हुँदो हो। निर्वाचन सम्पन्न भयो। 575 सिट मध्ये माओवादी 220 सिट सहित सबैभन्दा ठुलो दल बनेर संविधान सभामा आयो। नेपाली काङ्ग्रेस 110 र एमाले 103 सिटमा खुम्चिए। तर माओवादीले आफ्नो मतको सही ढङ्गले प्रयोग गर्न सकेन। परिणाम दिन सक्ने काम गर्नुको सट्टा काङ्ग्रेस एमाले सेना र पुराना सत्ताधारीहरूसँगको प्रतिशोधलाई मुख्य एजेन्डा बनायो। त्यसपछि न त नेपाली जनताको नयाँ नेपाल देख्ने सपना पुरा भयो, न त देशले नयाँ संविधान नै पायो। 2069 जेठ 14 गते उनै माओवादीका नेता तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संविधान सभा विघटन गरी पुनः निर्वाचनमा जाने घोषणा गरे। 2070 सालको निर्वाचनमा संविधान सभाबाट माओवादीले भनेको जस्तो जनवादी संविधान होइन, लोकतान्त्रिक संविधान लेखिनुपर्छ भन्ने एजेन्डा हाबी भयो। त्यसका लागि नेपाली काङ्ग्रेसको नेतृत्व आवश्यक पर्छ भन्ने विश्वास जनतामा पैदा भयो। त्यसैले जनताले काङ्ग्रेसलाई पहिलो दल बनाए। माओवादी निकै सानो आकारमा खुम्चियो। 2074 को निर्वाचन संविधान निर्माणपछि स्थिर सरकार मार्फत विकास र समृद्धि हासिल गर्ने सपना बोकेर सम्पन्न भयो। तत्कालीन समयमा केपी ओलीले रेल, पानीजहाज र घर घरमा ग्यासका पाइपलाइन जस्ता रोमान्टिक सपना बेचे र ती बिके पनि। केरुङ काठमाडौँ पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। होइन भने 76 सालभित्र नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ। सिलिन्डरको फेज समाप्त गरिदिन्छु, घर घरमा चुलामा पाइप पुर्याए। जनताले त्यही आशामा नेकपालाई प्रचण्ड बहुमत दिए। तर नेकपाले पनि जनताको भरोसालाई काममा बदल्न सकेन। अनि आन्तरिक झगडाका कारण केपी ओलीले दुई पटक संसद विघटन गरे। 2079 को निर्वाचन इतिहासकै यस्तो निर्वाचन बन्यो जहाँ कुनै पनि दलसँग बेच्नको लागि कुनै एजेन्डा थिएनन्, देखाउने कुनै सपना थिएनन्, जनतामा कुनै उत्साह थिएन, नेतृत्वप्रति भरोसा र विश्वास थिएन। नयाँ रूपमा स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टीले इस्ट्याब्लिसमेन्टको विरुद्ध आवाज उठाए पनि त्यो आवाज मलिन र मधुरो थियो। जनताले कुनै उत्साह बिना केवल औपचारिकताका लागि मात्र मतदानमा भाग लिएको पहिलो निर्वाचन बन्यो त्यो 79 को निर्वाचन। अब म मूल विषयमा प्रवेश गर्छु। नेपालको 79 अघि भएका प्रत्येक निर्वाचनको माहौल र निर्वाचनमा आउने परिणामलाई हेर्ने हो भने प्रत्येक निर्वाचनमा कुनै न कुनै एजेन्डा हाबी भएको देखिन्छ र जनताले त्यही एजेन्डालाई मत मार्फत अनुमोदन गरेका छन्। हरेक चुनावमा मत दिने दल छनौट गर्नु अगाडि जनताले यी दुई मध्ये कुनै एकलाई प्रमुख आधार मानेका छन्। पहिलो आशा, होप र दोस्रो विश्वास, ट्रस्ट। 2015 सालको निर्वाचन राणा शासनको अन्त्यपछि बिपी कोइराला र काङ्ग्रेसप्रतिको आशामा उत्साहित निर्वाचन थियो। 2048 सालको चुनाव पञ्चायत फालेर प्रजातन्त्र ल्याएको काङ्ग्रेसप्रतिको आशामा उत्साह नै थियो। 51 को मध्यावधि निर्वाचन काङ्ग्रेसको आन्तरिक कलहका कारण विकल्पमा अनटेस्टेड एमालेलाई आश गर्ने अवस्था बन्यो। 2056 को चुनावमा किशुनजीप्रति एक किसिमको विश्वास थियो, उनको निष्ठा र आदर्शका प्रति। 64 को चुनाव माओवादीको नयाँ नेपाल बनाउने सपनाको आशमा। 2070 को चुनाव काङ्ग्रेसले लोकतान्त्रिक संविधान बनाउँछ भन्ने विश्वासमा। अनि 74 को निर्वाचन नेकपाको स्थिर सरकार मार्फत रेल र पानीजहाज चढ्ने ठुल्ठुला सपनाको आशमा टिकेको थियो। 79 मात्र त्यस्तो निर्वाचन थियो जहाँ न आशा थियो न कसैप्रति जनताको विश्वास। नेपालमा अर्को विद्रोह हुन सक्ने आधार सायद त्यही निर्वाचनले नै तय गरिसकेको थियो, किनकि होप र ट्रस्ट गुमाएको जनता लामो समयसम्म गुम्सिएर बस्न सक्दैन।
परिणाम त जनताको फ्रस्ट्रेसन जेनजी विद्रोहको रूपमा विस्फोट भयो। यो कुनै आकस्मिक रूपमा सृजित विद्रोह थिएन। आवरणमा आकस्मिक जस्तो देखिए पनि हरेक क्रान्ति, आन्दोलन वा विद्रोहको लागि लामो पृष्ठभूमि आवश्यक हुन्छ। फागुन 21 गते देशमा अर्को चुनाव घोषणा भइसकेको छ। यो निर्वाचनमा के कुरा निर्णायक हुँदैछ त? अहिलेको परिणाम कस्तो आउला? अब त्यसबारे चर्चा गरौँ है त। कुनै पनि राजनीतिक दलले निर्वाचनमा कस्तो प्रदर्शन गर्छ भन्ने कुरा उसका कार्यकर्तामा रहेको ऊर्जा र नेतृत्वप्रति जनताको भरोसामा सबैभन्दा बढी निर्भर हुन्छ। कार्यकर्ताको समर्पण र जनताको भरोसा आर्जन गर्न कि त ठोस नीति, कार्यक्रम र सपनाको आवश्यकता हुन्छ, कि त मूल नेतृत्वको व्यक्तित्व र त्यसप्रति जनताको आकर्षण। वर्तमान अवस्थामा काङ्ग्रेस, एमाले वा नेकपासँग न स्पष्ट एजेन्डा छ, न सङ्कल्प, न सपना, न मूल नेतृत्वको आकर्षण, न सङ्गठन चलायमान छ। जनताको विश्वास र कार्यकर्ताको ऊर्जा दुवै स्खलित अवस्थामा छ। नेपाली काङ्ग्रेसमा विशेष महाधिवेशन हुनुभन्दा अगाडि यति भनेर रेकर्ड गराएको यो भिडियो पब्लिस गर्ने बेलासम्म देशमा परिस्थितिले नयाँ मोड लिइरहेको छ। नेपाली काङ्ग्रेसमा गगन थापाको नेतृत्वले पुनः नयाँ आशा जगाएको छ। 2060 को दशकतिर भर्खर युवा अवस्थामा प्रवेश गर्दै गरेको एउटा तबकाले गगनको क्षमतालाई राम्ररी बुझेको छ, तर पछिल्लो जेनजेड युवा पिँढीले भने उनलाई राम्रोसँग बुझ्न पाएकै छैनन् भन्ने लाग्छ। समय निकै थोरै भएकोले सबैलाई एक ढिक्का बनाएर कार्यकर्तामा ऊर्जा भर्न भने उनको लागि पनि चुनौती नै छ। अब आउँ राष्ट्रिय स्वतन्त्र पार्टीमा। 2064 मा माओवादी कार्यकर्तामा देखिएको जस्तो ऊर्जा आज रासोपाका कार्यकर्ताहरूमा मात्र देखिन्छ। मूल नेतृत्वप्रति आकर्षण छ, उनीहरूप्रति जनताको भरोसा र विश्वास देखिन्छ। अनि परिवर्तनको पक्षधर भनेर एन्टी इस्ट्याब्लिसमेन्टको विरुद्ध आफूलाई ब्रान्डिङ पनि गरिरहेको छ। नेपालको निर्वाचनको इतिहास हेर्दा यही होप नै सबैभन्दा सेलेबल एजेन्डा बन्दै आएको छ। त्यसैले यो निर्वाचनको केन्द्रमा मूलतः राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काङ्ग्रेस रहनेछन्। अनि अबको 5 वर्ष यसअघि सत्ताको म्युजिकल चेयरमा वर्षौँदेखि खेलिरहेका ओली प्रचण्ड र देउवाबाट पुस्तान्तरण भई गगन, बालेन र रवि लामिछानेको वरिपरि सत्ता राजनीति घुम्नेछ। 64 मा माओवादीले त्यत्रो मत ल्याउला भन्ने भोट गर्नु अगाडिसम्म कसैले पनि आकलन गर्न सकेन। जनताले सुटुक्क मत खसाइदिए। तर यसपालि रासोपाले राम्रो मत ल्याउँछ भन्ने चर्चा चोकचोकदेखि चिया पसलसम्म छ। अहिले हल्ला मात्र धेरै गरेर मतपेटिकासम्म पुग्दा त्यो हल्ला भोटमा प्रकट होला कि नहोला, त्यो चाहिँ अब बाँकी रहेका दिनहरूमा जनताले राम्ररी बुझ्नै नपाएको रहस्यमय एक पात्र रासोपाका प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाहले आफूलाई कसरी एक्सपोज गर्छन् र जनतालाई कस्तो कम्युनिकेट गर्छन् त्यसमा डिपेन्ड हुनेछ। अनि काङ्ग्रेसभित्रको लडाइँले केही सुधारका सङ्केतहरू देखाउला कि नदेखाउला त्यसमा पनि पक्कै भर पर्नेछ। जे होस्, 64 सालमा मेरो प्रधान अध्यापकले मलाई गरेको आग्रहलाई मैले त्यति बेला स्वीकार गरिनँ, अर्थात् मेरो समर्थन माओवादीलाई भएन र माओवादीलाई समर्थन नगर्दै गर्दा मलाई पछुतो हुने गरी कुनै कर्म पनि माओवादीले गर्न सकेन। म 2070 सालबाट निरन्तर काङ्ग्रेसलाई मत दिइरहेको एक युवक 2082 को निर्वाचनमा रासोपालाई मत नदिँदै गर्दा पहिले जस्तै म जस्ता कैयौँ युवाहरूलाई फेरि पनि कुनै पछुतो नलाग्ने गरी उस्तै कर्म तपाईँहरूले पुनः नदोहोऱ्याउने होला। हार्दिक शुभकामना।